हेलो, आजका सभाध्यक्ष महोदय, केन्द्रीय अध्यक्ष एसएन प्रधानज्यू र केन्द्रीय समितिबाट यहाँ पाल्नुभएका वरिष्ठ पदाधिकारीवर्गहरू, राज्य समितिका अध्यक्ष गणेश कुमार प्रधानज्यू र राज्य समितिका सम्पूर्ण पदाधिकारीवर्ग, विभिन्न आञ्चलिक समितिबाट पाल्नुभएका नायक, ज्याझे, नागरिक र अन्य सम्पूर्ण यहाँ उपस्थित नेवार सन्तानहरूमा जोजोलापा र आजको यस राज्य समितिको अधिवेशनमा अब उहाँको कार्यकाल सिद्ध्याएर जानुहुने सम्पूर्ण राज्य समितिका टोलीलाई म लगायत कालिम्पोङ आञ्चलिक समितिको तर्फबाट बधाई शुभकामना व्यक्त गर्न चाहन्छु। साथै अब गठन हुने आञ्चलिक राज्य समितिका सदस्यहरूलाई भविष्यको निम्ति शुभकामना बताउन चाहन्छु। र आज हामीले सचिवको साथसाथै दागरी राज्य समितिको हामीले प्रतिवेदन सुन्यौँ र अब गठन हुने राज्य समितिको जुन चाहिँ अब समिति गठन हुँदैछ, त्यो नयाँ गठन हुने समितिलाई हामी कालिम्पोङ आञ्चलिक समितिको पक्षबाट सक्दो हामी सहायता गर्नेछौँ। यो हाम्रोबाट प्रतिश्रुति तपाईँलाई दिन चाहन्छौँ र समय मलाई 2 मिनट मात्रै दिनुभएको छ र आज विशेष आलोचनाको कुरा गर्नु भन्ने हुँदा मुछान्जय महोदयले एउटा कुरा राख्नुभयो। कालिम्पोङमा भएको एउटा फन्ड रहेछ, जुन फन्ड चाहिँ हामीलाई याद छैन, हाम्रो संज्ञानमा त्यो छैन भने त्यो फन्ड चाहिँ राज्य समितिलाई बुझाउनु पर्ने र त्यो फन्डलाई चाहिँ यो भर्खर मात्रै सुनेको मैले हप्ता 10 दिनदेखि फाइटिङ फन्ड भन्दो रहेछ है। र फाइटिङ फन्ड भन्ने जुन फन्डको बारेमा हामीलाई ज्ञान भयो, मैले पनि पुराना 90 को दशकतिर अखिल भारतीय नेवार सङ्गठनसित सम्बन्धित सदस्यहरू जोहरू बुजुर्ग भइसक्नु भएको छ, 2-3 जनालाई मैले सोधेँ, तपाईँहरूको समयमा एउटा फाइटिङ फन्ड भन्ने थियो भन्दा छैन भन्नुभयो। हिजो मात्रै सायद 92 वर्षको एकजना हाम्रो सदस्य, उहाँ अहिले पनि शाखाको नायक हुनुहुन्छ, उहाँ कार्यालयमा आउनुभएको थियो र उहाँलाई पनि सोधेँ। उहाँले भन्नु उहाँ 1996 सालदेखि नेवार सङ्गठनमा लागि पर्नु भएको अरे र उहाँलाई पनि सोधेँ तपाईँहरूको समयमा कुनै यस्तो फाइटिङ फन्ड भन्ने तपाईँहरूले जम्मा गरेर राख्नु भएको थियो भनेर सोधेँ। उहाँले हामीलाई चाहिँ याद छैन भन्नुभयो। र म आफै पनि जब अवकाश प्राप्त गरेँ, नेवार हाम्रो अखिल भारतीय नेवार सङ्गठनको सदस्य त थिएँ, तर अखिल भारतीय नेवार सङ्गठनसित मैले काम गर्ने मौका पाएको थिइनँ र अवकाश प्राप्त भएपछि जब म जोडिएँ, हाम्रो भर्खरै मात्रै मार्चमा हाम्रो एनुअल जेनरल मिटिङ भएको थियो। त्यो एनुअल जेनरल मिटिङमा हाम्रो दागरी जो अहिले यहाँ पनि उपस्थित हुनुहुन्छ, उहाँले पनि हिसाब किताब जम्मै देखाइदिनु भएको थियो। त्यो एनुअल जेनरल मिटिङमा पनि हामीले फाइटिङ फन्ड भन्ने शब्द सुनेनौँ। त्योभन्दा अगाडिको 2023 को एनुअल जेनरल मिटिङमा पनि जुन चाहिँ हाम्रोमा भएको रकमको हिसाब किताब एकदम पारदर्शी तरिकाले राख्नु भएको थियो। त्यस समयको दागरी हाम्रो मेरो
साथी रेखमणि प्रधानज्यूले त्यहाँ पनि फाइटिङ फन्डको हामीलाई कुरा थिएन। तर एउटा कुरा के छ भने कालिम्पोङमा पहिलादेखि एउटा फन्ड चाहिँ फिक्स डिपोजिटमा MIS त्यो मन्थली इन्ट्रेस्ट निकाल्ने पाराले राखेको छ, जुन फिक्स डिपोजिटको अलिअलि पैसा हामी कालिम्पोङको आञ्चलिक समितिले धेरैवटा कार्यक्रमहरू हामी पनि आञ्चलिक स्तरमा हामीले गर्नुपर्छ, त्यहाँ हामी चलाउने गर्छौँ। तर त्यो पैसा चाहिँ हाम्रो लागि पर्याप्त छैन। आज हामी यहाँनिर 10-12 जना हामी यहाँ उपस्थित छौँ। मैले कालिम्पोङको कति देखाउनु खोजेको होइन, तर हाम्रो वास्तविक आर्थिक स्थिति भनेको यहाँ हामी हाम्रै खर्चमा आएको छौँ। अस्ति मलाई चान्जेज्यूले एसटीको लागि 3000 रुपियाँ जुन चाहिँ दिने नेवार सङ्गठनले मात्रै बुझाएको थिएन, लास्ट भइसक्यो भन्ने वाट्सएप ग्रुपमा परेको थिएँ। त्यो पैसा 3000 पनि हामीले एउटा सानो फन्ड हामीले आफै सदस्यहरूको आर्थिक योगदान भनेर 1000 रुपियाँ उठाउँछौँ। त्यहाँबाट हामीले भन्नुदेखि हामीले पठाइदियौँ है। र हाम्रोमा त्यो किसिमको फाइटिङ फन्ड ठुलो रकम हाम्रोमा छैन है। र त्यो कुरो आज यहाँ बुझाउनु पर्ने, बुझाइदिनु पर्ने। अस्ति मैले वाट्सएपमा पनि पढेको के हो जुन कुरो हामीले सुनेको छैनौँ। कसरी चाहिँ हामीलाई राज्य समितिले यस्तो कुराहरू लेख्नु सक्नुहुन्छ भन्दा चाहिँ हामी अलिकति असमर्थ नपर्नु। यही कुरो म तपाईँहरूको अगाडि राख्न चाहन्छु। कालिम्पोङ आञ्चलिक समितिमा फाइटिङ फन्ड छैन, तर हाम्रोमा जुन चाहिँ पहिलाका जुन चाहिँ समितिकाहरूले राखेका छन् त्यो पैसा फिक्स डिपोजिटमा हाम्रोमा हामी नै अलिअलि इन्ट्रेस्ट निकालेर चलाउने गर्छौँ। र यदि फाइटिङ फन्डको विषयमा कुरा हुन्थ्यो र कुनै कामको लागि हामीले पैसा दिनुपर्ने हो, सहायता दिनुपर्ने हो भने कालिम्पोङ आञ्चलिक समिति सदैव तयार छ। हामी सबै अञ्चलहरू मिलेर नेवार सङ्गठनलाई अघि बढाउनुपर्छ, त्यो हाम्रो दायित्व हो। त्यसले हाम्रो जाति जोगिन्छ है। जाति जोगिएन भने तपाईँहरूको अहिले इजरायलीहरू यहुदीहरू भन्छन्, हामी त सबै स्वार्थी भएर उनीहरूको जाति मासिनु आँटेको थियो। अहिले उनीहरू हामीले तपाईँहरूलाई जसरी हाम्रो अहिले अध्यक्ष महोदयले, हाम्रो राज्य समितिको अध्यक्ष महोदयले सबैलाई हाम्रो भाषा, साहित्य, संस्कार, वेशभूषा है सबै कुरो भनेको यो हो भनेर बुझाएर उहाँहरूको बुझुर्गहरूले उनीहरूलाई जोडेर उहाँहरू चाहिँ एउटा राष्ट्र खडा गर्नु बनाउनु सक्षम भएको थियो भने हामी पनि अवश्य भारतमा नेवार जनजातिको अस्तित्व कायम गर्न हामी सक्षम हुन्छौँ। त्यसको निम्ति राज्य समिति, केन्द्र समितिलाई हामीले गर्नुपर्ने सम्पूर्ण सहायता गर्न हामी तयार छौँ। धन्यवाद।